हेलो गाइज सबैजनालाई स्वागत छ मेरो मिनी भ्लगमा। अनि टक्कसँगले अहिले चाहिँ म रनिङबाट घर फर्कदै बिहानै जाडोमा रनिङ गएको थिएँ। बिहान 5:30तिर रनिङ गएको थिएँ। अहिले 6:30-7 बजीतिर फर्कदैछु टक्कसँगले। यता चाहिँ जङ्गल घारी भर्खर घाम पनि यता उदाइरहेको छ। टक्कसँगले फर्कदैछु है त गाइज, म चाहिँ रनिङ गरेर घर। अनि त्यही हो, सबैजनाले भिडियो हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गर्न नभुल्नु होला। त्यही भन्न चाहन्छु। अर्को के भन्नु, यी घाम पनि भर्खर निस्किरहेको छ। खासै राम्रो त छैन हाम्रो ठाउँ। यो पनि यहाँ परै कटेज बनाइरहेको छ खसको हो। जाडोमा बाट घर फर्कदैछु। के कस्तो हुन्छ सबैजनाले हेर्नु होला। टक्कसँगले घर पुगाछु, भेटौँ है त ल। टक्क घर पुगाछु बिचमा केही कस्तो राम्रो अलिक भेट्यो भने टक्कसँगले म भिडियो बनाउने छु है त ल। सबैजनाले हेर्नु होला। भिडियो चाहिँ खासै राम्रो चाहिँ छैन, त्यही पनि खासै राम्रो त बनाउन आउँदैन र पनि सबैजनाले भ्लग चाहिँ हेर्नु होला। अनि मैले भ्लग बनाउनु थालेको पनि 5-6 दिन भइसक्यो। सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। टक्क हो तल हाम्रो गाउँ चाहिँ टक्कसँगले यता माथितिर चकेवातिर रनिङ गर्नको लागि आएको थिएँ। सबैजनाले भिडियो हेरिदिनु होला है त। बिचमा केही राम्रो भेट्यो भने म भिडियो बनाउने छु त। हेलो गाइस, अनि अघि चाहिँ मैले बिचमा केही राम्रो भेट्यो भने भिडियो बनाउँछु भनेको थिएँ। टक्कसँगले माथि हेर्नु न, गुराँस टक्क लाली गुराँस फुलेर कस्तो बबाल देखेको है। खासै क्यामेरा चाहिँ राम्रो छैन नि हेर्छु ल। टक्क बिचमा केही राम्रो भेट्यो भने बनाउँछु भनेको थिएँ। यहाँ कुरा छैन, खिचेको खासै राम्रै आएन। टक्कसँगले है त। फेरि पनि केही राम्रो भेट्यो भने म टक्क हालिदिन्छु है त ल। अहिले चाहिँ म होमस्टेको बोर्डनिर आएको छु। अहिले पर गएर म गाइस, अनि अहिले चाहिँ म टक्क होमस्टेको बाटोमै आइपुगेँ। सबैजनाले हेरिदिनु होला है त ल। टक्कै यहीँबाट हो होमस्टे जाने बाटो चाहिँ। टक्कजना सबैजना आउनु होला। टक्कै यो चाहिँ तल्लो होमस्टे हो। यो चाहिँ यो तल्लो होमस्टेको। अनि यो चाहिँ पहिले नै राखेको थियो माथिल्लो होमस्टेको हो। टक्क ऊ माथि छ होमस्टे चाहिँ। यो चाहिँ तल्लो होमस्टे। सबैजना आउनु होला। एकदम बब्बाल छ, एकदम राम्रो छ। त्यहाँ टक्कसँगले भ्यू सुक्खा चटपटे भातहरू पनि पकाउँछ सबै। एकदम राम्रो छ। सबैजना आएर टक्कसँगले कुनै भ्याएको बेला सबैजना आउनु होला है त टक्कै होमस्टेमा पनि। अनि अघि मैले बिचमा केही भेट्यो भने हाल्छु भनेको थिएँ। टक्कसँगले यही हो। यहाँ माथि गुराँसको पनि खिचिरहेको छु। राम्रो भयो भने हाल्छु, नभए हाल्दिनँ त चाहिँ। टक्कसँगले सबैजनाले भ्लग हेरिदिनु होला है त ल। टक्कसँगले अनि सब्सक्राइब पनि गर्नु नभुल्नु होला। आजलाई चाहिँ यति नै र गाइस ल। टक्क सबैजनाले बाइ।